पनि गर्नु भएको छैन। त्यसैले सरकार संवाद गर्ने मनस्थितिमा पनि देखिएको छैन। जस्तै मुख्यमन्त्रीको भिडियो अडियोहरू आयो भन्नु भ्रष्टाचारको चाहिँ मुछिए भनेर भन्नुभयो, यसमा तपाईँहरूको के हुन्छ? तपाईँ हाम्रो कुरा के हो भने, हाम्रो कुरा त पहिलो कुरा त हिजो वन मन्त्रालयका 2-3 जना मन्त्रीहरू बर्खास्त भए, त्यही मन्त्रालयमा बर्खास्त भए, त्यही अडियो काण्डबाट बर्खास्त भए। हिजो त बाहिर एकजना अर्कै व्यक्तिले बोलेको अडियोबाट बर्खास्त भए। अहिले त एकजना जिम्मेवार नेपाल सरकारको कर्मचारीले पत्रकारै बोलाएर मुख्यमन्त्रीले नै मसँग यति माग्यो भनेर बाहिरै बोलिसकेपछि यो विषय किनारा लाग्नु पर्यो कि परेन? यो विषय नैतिक प्रश्नभित्र आयो कि आएन? मैले भनेको कुरा के हो भने, मन्त्री बढी जवाबदेही हुन्छ कि राज्य सञ्चालनमा मुख्यमन्त्री बढी जवाबदेही हुन्छ? मुख्यमन्त्रीमाथि प्रश्न उठेपछि त मुख्यमन्त्री बढी जवाबदेही हुनु पर्यो। त्यस कारणले उहाँले चाहिँ त्यो एकजना कर्मचारीले बोलेको विषयलाई पत्रकार बोलाएर यसको हल हुने कुरा होइन। संसदको सार्वजनिक लेखा समिति छ, प्रदेशमा अख्तियार छ, अन्य थुप्रै छानबिन गर्ने अड्डा र निकायहरू छन्। त्यसलाई सक्रिय बनाउने कुराहरू किन भइरहेको छैन? यो विषयमा प्रतिपक्षले मुद्दा उठाउन चाहन्छ, छलफल गर्न चाहन्छ। यो विषयमा प्रतिपक्षसँग संवाद गर्न किन तयार छैन? अथवा भ्रष्टाचारप्रतिको शून्य सहनशीलता भन्ने मुख्यमन्त्रीज्यू आफैमाथि यत्रो गम्भीर विषय आउँदाखेरि मात्र पत्रकारको बिचमा उभिएर स्पष्टीकरण दिनुभन्दा अन्य कुनै स्टेपहरू चाल्न पनि तयार नहुने यो एकदम लाचार जस्तो किन बन्नु भएको छ? हामीले उहाँले भ्रष्टाचारै गरिसकेका हो अथवा उहाँले त्यो गरे हो, 5 लाख खाएको हो भन्ने आरोप प्रतिपक्षले लगाएको छैन। उहाँमाथि गम्भीर आरोप लागेपछि यसलाई किनारा लाग्ने परिस्थिति बनाउनुको लागि जुन तदारुकता, जुन गम्भीरता उहाँले हुनु पर्थ्यो, जब गम्भीर प्रश्नहरू प्रकट हुन्छन् सदनभित्र त्यसको बहस गर्ने, जनताका आवाजको प्रतिनिधित्व गर्ने जनताका प्रतिनिधिहरूले बहस गर्ने सदन हो। सदनमा हामीले बहस गर्न नपाउने भएपछि त हामीले बहस कहाँ गर्ने भन्दा मिडियामा गर्ने, तपाईँहरूसँग गर्ने, सरकारसँग गर्ने कुरा हो। अब यही विषयमा हामीले यही ढङ्गले हाम्रो